साथीहरू, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो न्यू भ्लगमा। साथीहरू, म एकदमै सन्चै छु। हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा साथीहरू पनि म आइसकेको छु अर्को भिडियो लिएर। साथीहरू, म आज नुहाएर बसेको छु। हामी कहीँ जाँदैछौँ, हामी मतलब मम्मी, आन्टीको छोरी अनि म बाहिर हामी घुम्न जाँदैछौँ साथीहरू आज। हेलो साथीहरू, म रेडी भइसकेको छु। हजुरहरूले सोच्नु होला म यति राम्रो भएर कहाँ जाँदैछु भनेर। म आज यहीँको मन्दिरमा जाँदैछु साथीहरू। म अब रेडी भएर बाहिर निस्किसकेको छु। म अब आन्टीको घर जान्छु। आन्टी, मम्मी अनि आन्टीको छोरी बसिरहेको छ मलाई कुरेर। म त्यहाँ गएर हजुरहरूलाई मेरो मामु र मेरो आन्टीलाई भेटाउनेछु साथीहरू। म आन्टीको घर पनि आइसकेको छु। बहिनी तल माइतीसँग छ अरे। मेरो मम्मी र आन्टी यहाँ हुन्छ साथीहरू। पहेँलो लाउने मेरो मम्मी अनि अर्को यो कलर लाउने आन्टी हुनुहुन्छ साथीहरू। हाई गरिदिनु त, हाई गर्नु त आन्टी। म बाटोमा आउँदा मैले भिडियो बनाउन पाइनँ साथीहरू। त्यो मन्दिरमा पुगिसकेको साथीहरूले हेर्नुहोस् कस्तो राम्रो छ। हाम्रा मेहमानहरू आउनुभएको छ। अङ्कल हाई भनिदिनु न, हाई भनिदिनु न अङ्कल। हाम्रो मोटे भए यहाँ कस्तो मन्दिरमा आइपुग्यो साथीहरू। म मन्दिरमा आइपुगेको छु। हेर्न सक्नुहुन्छ यहाँ कस्तो राम्रो राम्रो दृश्यहरू छ। हेर्नु साथीहरू, के नाग दाजु यहाँ हुनुहुन्छ। नाग दाजुलाई यताबाट तान्दा मन्दिर राम्रो दृश्य छ साथीहरू। यहाँ मान्छेको पनि धेरै छ, मतलब धेरै छैन, थोरै छ अहिले चाहिँ। अब पछि चाहिँ आउँछ मान्छे। कस्तो राम्रो गार्डन पनि हेर्नु न साथीहरू, कस्तो राम्रो ब्युटिफुल। उहाँ पनि भेट्छु त बच्चा बच्चीलाई साथीहरू। मलाई पनि आजसम्म थाहा थिएन यस्तो राम्रो ठाउँ छ भने साथीहरू। होइन साथीहरू, शान्त मेरो आँखा के पऱ्यो। म अगाडि गएर देखाउँछु हजुरलाई नाग दाजुको फोटो। नेपाल में पशुपतिनाथ है ना? नेपाल में पशुपतिनाथ है ना? हाँ है। अंकलले मलाई नेपालमा पशुपतिनाथ हैन सानो आऊ। अघि सानोको भिडियो बनाउन पाएको थिएन साथीहरू।
अहिले म बनाउँदैछु मेरो बेबीको भिडियो। सानो हाई गरिदेऊ न, हाई गरिदेऊ त, हाई। सन्चै हुनुहुन्छ भन्नु न, सन्चै हुनुहुन्छ? साथीहरू यहाँ कति ठुलो ठुलो गार्डन छ। यहाँ साथीहरू यस्तो राम्रो ठाउँ छ। आमा म पहिले थाहा भए त म पहिले आउँथेँ साथीहरू। हेर्नुहोस् हेर्नु सक्नुहुन्छ साथीहरू। वाउ सो ब्युटिफुल। वाउ घरहरू पनि कति अग्लो अग्लो घर। एउटा मेरो यो हजुर एउटा हजुरलाई दिन्छु म। हजुरले जसले मेरो भिडियो हेर्नुहुन्छ उहाँलाई दिन्छु एउटा घर समीरो साथीहरू। यस्तो राम्रो छ नि गार्डनमा। यो गार्डनमा त लोभी हो कि मेरो मन साथीहरू। म यहीँ पागल हुन्छु साथीहरू। कितना सुकुन हाई हाई हुन जस्तो हो साथीहरू। के गर्ने अब यो सधैँभरि आउन सकिन्न यहाँ साथीहरू। म मन्दिर प्रवेश गर्दैछु। मन्दिर प्रवेश गर्दैछु साथीहरू। स्वामीनारायणको मन्दिर प्रवेश गर्दैछु। देख्न सक्नुहुन्छ सिडी चढेर माथि जाँदैछु। वाउ क्या ब्युटिफुल नजारा ब्युटिफुल साथीहरू। केही छैन भनेर त टाढी छ साथीहरू। सरप्राइज वाउ नसुकुने साथीहरू। म मन्दिर माथि मन्दिरभित्र जाँदैछु। म त केही छैन भने साथी यत्रो यस्तो राम्रो रहेछ। चप्पल ठाउँ पर्दो रहेछ त यहाँ। चप्पल हराउने हो के गर्ने हो आमा डर लाग्छ मलाई। पुरा छ साथीहरू। मान्छे मान्छेको भिड छ माथि त तर त थिएन। अहिले माथि चाहिँ मान्छेहरू हुनुहुन्छ साथीहरू। म चप्पल छराउँछु साथीहरू। मेरो चप्पल म यता राख्छु हरायो भने साथीहरू। म माथि जाँदैछु मन्दिरमा। पुरा रहेछ नि। यहाँको सबै भित्र वा हाम्रो गणेशजी। यिनको नाम थाहा छैन के हो खै कुनै। वाउ साथीहरू साथीहरू माथि धेरै मान्छे एउटा यहाँ आइदिनु छुट्टै आनन्द आउँदैछ साथीहरू। हेर्नु त माथि बत्ती पनि बाल्दै गयो साथीहरू। वाउ म सबै हजुरलाई देखाउँछु है साथीहरू। यहाँबाट भित्र जान मिल्दैन रहेछ। धेरै भगवान्को मूर्तिहरू छ। हेर्नुहोस् म त भगवान् नाम हजुरलाई यही देख्न आएको यो मन्दिर। मान्छेहरूको भिड छ साथीहरू। के हो साथीहरू भनिदिनु है हजुरले कमेन्टमा। फ्यान पनि रहेछ साथीहरू। मान्छेको त भिड छ साथीहरू। यो मलाई मन परेको फर्स्ट टाइम
तल मुनि जाँदा पनि छ के छ तर थाहा छैन मुनि जान मिल्छ कि नै त्यो मलाई थाहा छैन तर म गइहालेँ ए क्यामेरा अफ भने तर भिडियो बनाउँछु भनेको भिडियो बनाउन हजुरलाई देखाइसकेँ मैले यहाँको तर आवाज पनि आउँदैन धेरै मान्छेहरू हुनुहुन्छ साथीहरू बाहिर एकदम राम्रो छ भित्र पनि राम्रो छ बाहिर पनि राम्रो छ हेर्नुहोस् त यति तलदेखि मान्छेको त भिड छ साथीहरू हेर्नुहोस् मान्छेहरू तल योभन्दा यहाँभन्दा तल पनि बढी छ योभन्दा आएर गइसक्यो होला भर्खर आयौँ सुन्नुभयो के को साथीहरू मेन मन्दिर साथीहरू यतातिर पनि खतरा छ देखाउँदैछु हजुरहरूलाई हेर्नुहोस् कुन चाहिँ भगवानको फोटो थाहा छैन तर त माथि चाहिँ नाम लेखाएको थिएँ साथीहरू मैले त्यस्तो राम्रोसँग देखाइनँ पछि हेर्दाखेरि थाहा भयो नाम लेखेर चाहिँ भित्र हेर्नुहोस् त साथीहरू यतातिर हेर्नु सक्नुहुन्छ चप्पल राख्ने ठाउँ यतिसम्म सुविधा छ क्या हेर्नु साथीहरू यहाँ मन्दिर वा उसको बच्चा किसका बच्चा है भिडियो नबनाउनु हुन्छ क्या भिडियो नबनाउनु हुन्छ साथीहरू क्यामेरा अफ छ मन्दिर शान्त छ साथीहरू यतासम्म पनि मान्छे आउँदो रहेछ आउन त यता हेर्नुहोस् कत्रो हरियाली पनि छ राम्रो पनि छ साथीहरू हेर्नुहोस् हजुरहरू पनि आउन सक्नुहुन्छ यहाँ म आइसकेँ बल्ब पनि रहेछ साथीहरू ठुलो बल्ब रहेछ कितना अच्छा है ना मंदिर है ना मंदिर साथीहरू मन्दिर म पनि देखिरहेको छु अच्छा है साथीहरू यता मूर्ति पनि छ अरे साथीहरू अब हामी घर जाँदैछौँ यताबाट देखिन्छ क्या हजुर जान्छौँ साथीहरू अब हामी घर जान्छौँ अब भोक लागिसक्यो मलाई त भोक लाग्यो एक पानी दे दो न साथीहरू म पानी किन्दैछु कितना है आइसक्रिम खान्छ साथीहरू अब हामी घर गइसक्यौँ अब हामी घर जाँदैछौँ साथीहरू म घर गएको भिडियो बनाउन सक्दिनँ किनकि म बाइकमा जाँदैछु अब हजुरहरूले मेरो फुल भिडियोहरू हेरेर इन्जोय गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब के पनि बजाउन नबिर्सिनु होला साथीहरू अब
अब अर्को भिडियोमा